Thought was my students. And when I started my book, I wanted to inspire my students to this book. I always have that. Lovers will certainly fester in the pond of stagnancy. सधैँ सधैँ भन्ने गीत लेख्ने मान्छे सुदर्शन उसको कवितामा त स्ट्रक्चर पनि छैन मेबी एन्ड स्ट्रक्चर मात्रै होइन आदि कविताको त टाइटल पनि छैन अनि त्यो आफै नै रिबेलियस जस्तो लाग्यो मलाई त टाइटलै छैन अनि यसमा चाहिँ यो मैले अलिकति रिसर्च गर्दा पोस्ट मोडर्निजमहरूले चाहिँ भन्दो रहेछ कि मिनिङ इज इन अ इफ यु ट्राई टु फाइन्ड मिनिङ इन अ पोएट्री इज लाइक अ स्लिपरी स्लोप भन्छ कि त्यो जसले पनि मिनिङ निकाल्न सक्ने सो एन्डमा म उसलाई एउटा कविता होइन सानो एउटा लेखेँ कि उसलाई डेडिकेट गर्न चाहन्छु उसको लाइफसँग मिल्दोजुल्दो होला है विशाल आर यु लिसनिङ या दिस फर यु ओके तिमीलाई डेडिकेट जलाइदिए यादहरू एक बिट्टा झिक्राको आक्रोशित जलाइदिए यादहरू एक बिट्टा झिक्राको आक्रोशित अब रह्यो केवल खरानीको तर्क धुवाको रमिता अब रह्यो केवल खरानीको तर्क धुवाको रमिता थ्याङ्क यू भेरी मच Poetry for the people who are here today, but for us, we share the same staff room, and so with every poem that he has written, we were the official or the unofficial critiques of his poem in the very beginning. भेट्नुहुनेछ कविताको शीर्षक कुखुरा भुइँभरि छरिदिएको चारो थुतुनोले बटुलेर भोक मेट्छ कुखुराहरू ऊ पुष्टिनुको खतरा उसैलाई थाहा छैन घाम पानी थामिदिने खोर त बनाइदिएकै छ घाम पानी थामिदिने खोर बनाइदिएकै छ त्यसैले खुकुरी बोकेका हातहरू नै आउँदैन त्यसलाई उड्नु त झन् कहिले बिर्सिसकेको पखेटा एकछिन तन्काएर थन्काइहाल्छ भाग्नलाई सारा पृथ्वी भए तापनि भाग्नलाई सरह
पृथ्वी भए तापनि त्यो पोथी खेदाउँदा मात्र उडिदिन्छ। आफ्नो साथीहरूको आन्द्रा भुडी लुसेर भुत्लाएको प्वाखमाथि हगिराख्छ सुली। परबाट गरेपछि कुदिदिन्छ आँखै नहेरी। धन्न बिहान चाहिँ बासेर उठाउँछ सबैलाई, तर नुन खाएर दिनभरि झुक्री बस्छ। कुखुराको सुप मजाले पिउनुहोस् भन्ने डाक्टरको हस्तलिपि झै बाँचेकाहरू भुइँको माटो खुर्किबस्छ। हिजोसम्म हामी कुवाको भ्यागुता थियौं, आज एक्वेरियमको माछा भएका छौं। हिजोसम्म हामी कुवाको भेगता थियौं, आज हामी एक्वेरियमको माछा भएका छौं। बिहान घाम उदाएपछि यसो आकाश पनि हेर्नु होला, नत्र भोलि हामी पनि कुखुरा नै बन्नेछौँ। धन्यवाद।